नमस्ते, म रञ्जित लामा सञ्चालक मध्येको एक सञ्चालक पनि हो। खासमा चाहिँ म यहाँनिर एज अ इन्फ्लुएन्सर प्लस तपाईँको चाहिँ इन्स्ट्रक्टरको रूपमा छु। खासमा चाहिँ के छ भनेपछि जिमहरू सुदूरपश्चिम त्यतिकै पनि कस्तो फिटनेसको दुनियाँमा थोरै बहुत अलिकति पछाडि परेको क्षेत्र हो। त्यसमा तपाईँको सुदूरपश्चिमको यो क्षेत्रलाई चाहिँ अलिकति चाहिँ तपाईँको ओजेलमा पारिएकै हो। त्यही भएर यो फिटनेसलाई चाहिँ अलिकति प्रमोसन गर्नका लागि र जति पनि फिटनेस लभरहरू हुनुहुन्छ उहाँहरूको इच्छा र तपाईँको आवश्यकतालाई मध्यनजर गरेर चाहिँ हामीले चाहिँ यो यति धेरै अर्थात् यो लगानीको हिसाबले र तपाईँको यो के अरे फाइदाको हिसाबले बिजनेसको हिसाबले चाहिँ यो सिधै घाटामा जान्छ। तर हामीले चाहिँ यसलाई चाहिँ बिजनेस पोलिसीको भन्दा पनि यसलाई सेवामुखीको हिसाबले चाहिँ हामीलाई यसलाई अगाडि बढाउन खोजेको। त्यस कारणले गर्दाखेरि हाम्रो लगानीको कुरा त अब छँदैछ हैन। सबैभन्दा ठुलो कुरो भनेको त्यसको बेनिफिटको विषयमा पनि कुरा हुन्छ। तर हामीले चाहिँ यो बिजनेस पोइन्टलाई अलग राखेर चाहिँ हामीले सेवामुखी तरिकाले चाहिँ अगाडि बढाउन खोजेको। त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ यस्तो सामानहरू छन् जो चाहिँ तपाईँको अत्याधुनिक अहिलेको जति पनि तपाईँको यो अहिले जिमको दुनियाँमा चाहिँ अलिकति चाहिँ सामानलाई चाहिँ अपग्रेडेड रूपमा अलिकति हाइजेनिक रूपमा राखिएको छ। त्यो सबै सामानहरूको चाहिँ एउटा भरपुर कम्बिनेसन छ। त्यसैले गर्दाखेरि अरू र यो हाम्रो भन्नुभन्दा पनि एउटा सुदूरपश्चिमलाई लक्षित गरेर राखिएको सेवा हो, जहाँ चाहिँ अभियसली एक प्रकारको सेवा चाहिँ सामान्यभन्दा अति नै बढी छ। तपाईँ यदि यहाँनिर फिटनेस भनेर आउनुहुन्छ भने यहाँ कुनै पनि इन्कम्प्लिट भन्ने कुरा छैन, अपरिपूर्णता छैन, पूर्ण रूपमा छ। त्यसैले गर्दाखेरि अब कतिपय कुराहरू छ, जस्तै अब म टेक्निकल पार्टतिर जान्छु, जस्तै फरआर्म्स। यदि तपाईँ विचार गर्नुहुन्छ भने आर्नोल्ड र यो पुरानो ढाँचा र ढाँचामा चाहिँ यदि जाँदाखेरि चाहिँ यो तपाईँको रिस्टमा चाहिँ समस्या हुन्छ। तर हामीसँग त्यस्तो मसिन छ जसलाई चाहिँ गुरिल्ला ग्रिप भन्छ कि हामी यस्तै प्रकारको कम्बिनेसन भएको अत्याधुनिक सामानहरूको एउटा भरपुर र एक प्रकारको सम्पूर्ण यो योग गर्छु। त्यसैले गर्दाखेरि अब हाम्रो लेगको पार्ट जहिले पनि हाम्रो बडीमा यदि बेसको रूपमा यदि हेर्ने हो भने लेगलाई चाहिँ एउटा बेस फन्डामेन्टल कुरा लिइन्छ। अनि हामीसँग चाहिँ 7वटा त तपाईँको चाहिँ लेग मसिन मात्रै छ, त्यो पनि अत्याधुनिक। त्यस कारणले गर्दाखेरि पनि यहाँ आउन जरुरी छ। अर्थात् यहाँको चाहिँ इन्भाइरोमेन्टल जति पनि कुराहरू छ त्यो फिटनेस एउटा फ्रेन्डली छ। अनि अन्य कुराहरू जस्तै तपाईँको पुरुषको लागि अब आर्म्स, तपाईँको चाहिँ चेस्ट, यी कुराहरू छ जसको लागि चाहिँ एकदमै अत्याधुनिक तपाईँको चाहिँ मसिन छ, जो चाहिँ एकदमै पिन पोइन्टेड अर्थात् आइसोमेट्रिक कन्ट्र्याक्सन भन्छ त्यो प्रकारको मेसिनहरू छ। त्यसैले गर्दाखेरि अरूभन्दा यो फरक हो भन्ने हो। तर अरूभन्दा यो फरक हो भन्दाखेरि अरूमा राम्रै छैन भन्न चाहिँ खोजेको होइन, तर आवश्यकता अनुसार र यो माहौल अनुसार, फिटनेस माहौल अनुसार चाहिँ बिग बुल वान अफ द बेस्ट अनि वान अफ द फर्स्ट तपाईँको सिलेक्सनको रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।